微风吹散了白天的拥挤，我在柔软沙发享受片刻的安静，翻过几段故事，像翻过昨天的日历，一个人看的风景其实也足够美丽。不再去预设缘分何时会降临，把寻找的泪带着潮的切回记忆，放下了非要结伴同行的设定，深呼吸倾听着坦然的心。没遇到同频的人真的没关系，不需要勉强将就可以靠近。我陪着我自己听内心的声音，这松弛的步调是最好的回应，就让缘分带着你享受。फाइनली मैले क्लास 8 मा र 9 मा प्रेजेन्टेसन पनि थियो मेरो बच्चाहरूको बाँकी भएको अनि लिएँ र दुईटा क्लास सटरडे बिहान जो सधैँ हुन्छ हाम्रो दुईटा क्लास लिएर म फेरि स्कुलमा को सिनारियो हेरेर बाई बाई गरेर म फेरि ब्याक टु म घरतिर लागेँ अनि स्कुलको थोरै मैले सिनारियो क्याप्चर गरेँ बाई बाई ओके लेट्स गो सर हाम्रो विभाग बाई गर र अझै पनि मेरो के खिच्ने कार्यक्रमहरू चलिरहेछ तिन कुनेमा छु तेल हाल्न जानु पऱ्यो भनेर फेरि यस्तो बोलाएको एकैजना झ्याउलाएर त्यसपछि फेरि घर गएर ड्रेस चेन्ज गरेर अनि म चाहिँ साथीहरूलाई भेट्छु हेलो एभ्रिवान आज चाहिँ कहाँ जाउँ लाग्छु भनेर हजुरहरूलाई साथीको वेट गर्दैछु त्यही भएर म टिकटक भिडियो गर्नु गएको देखाउने यो चाहिँ खास बर्थडे गिफ्ट हो तर मैले यहाँ कल म्याच फोटोसुट गरेको थिएँ अरे भिडियो बनाउनु लाग्यो त्यसपछि तपाईँहरूलाई भन्ने छु जस्ट वेट म चाहिँ आजको आउटफिट देखाउने बिर्सेछ के भन्ने मैले भनेको त्यही भएर म चाहिँ टाइम पास गर्दैछु रेडी भइसक्यो तर आज के गर्छु म तपाईँहरूलाई देखाउने छु don't forget to like and subscribe my channel. Yeah. तुमने चाहे कहा ना तुमने चाहे कहा Hello. Hello. टाइम बिग्रियो मेरो चाहिँ पानी परेर अलिकति के भन्ने जस्तो नपाएर अलिकति बिग्रियो साथीको लागि ए भए पनि म्यानेज गरेँ मैले सानो खुसीको लागि दिएँ लेखेको चाहिँ त्यहाँ हुन्न यसरी पसलको मेन दाइ चाहिँ बाहिर जानुभएको रहेछ र राम्रोसँग लेख्नु भएको छैन त्यो स्टाफले र आयो पनि सानो मेमोरी भयो सुचित्राको बर्थडेको र सुचित्रालाई सधैँ खुसी रहनु स्वस्थ रहनु मस्त रहनु यसै गरी हाम्रो सधैँ यस्तै राम्रो मन भयो छिट्टै हाम्रो राम्रो धेरै टाइम स्पेन्ड नभए पनि हामी सधैँ यस्तै राम्रो भयो सोच तिमीले पनि सधैँ थ्याङ्क यू पढ्दाखेरि हेल्प गरेकोमा मलाई ल अस्मिता से हेलो शान्ति से हेलो सुचित्रा बर्थडे ब्लास्ट many happy returns of the day. Happy birthday to my lovely Soltini Suchitra and God bless you more and more. Lots of love from my side. And I don't have any word to describe. खानु दाइ भिडियो गर्छ है म हेलो भन हेलो भन्दै कि यहाँ तिमी उता म जनता टाढा छ तर बिरानो नसम्झ माया गाडा छ कान्छी के भन्नु छ बर्थडे गर्ललाई बोलिसक्यो होला बिचारा बोलेको लेखाइएर म त बिहारै एउटा है
बिचारा प्रीति मैले आउने बित्तिकै प्रीतिलाई फोन गरौँ न भनेको भो काममा छ त्यो भन्नु भनेको कुर्ता हेर मलाई हेर बरु मलाई देखाइदिनु नसम्म त ल तारालाई है म चाहिँ अलिकति लेट पुगेको थिएँ बिचमा त्यही भएर उनीहरू चाहिँ सबै खाइसकेको रहेछ र सो त्यही भएर मैले चाहिँ खाना मन लागेन ल यति मात्रै खाएँ किनभने म छुट्टै अर्को ठाउँमा पनि गएर आएको थिएँ ल अनि हामी चाहिँ फर्क्यौँ र मलाई चाहिँ बर्थडे गर्लले घर पुऱ्याइदियो पहिला उहाँहरूलाई पुऱ्याइदियो अनि त्यसपछि सो थ्याङ्क यू सुचित्रा फर अलवेज सपोर्टिङ मलाई चाहिँ त्यस्तो थोरै रिफ्रेस हुन मन लागेको थियो अझै पनि अलिकति टाउको दुखिरहेको भएर एकछिन पार्कमा बस्नु न त 5-10 मिनट भनेर गयौँ हामी त्यही डेमसारको पार्कमा र अनि हामीलाई चाहिँ सुचित्राले मलाई चाहिँ लास्टमा छोडिदियो उनीहरूलाई पहिला छोडेर सो उनीहरूलाई कोही राख्दा मेरो बच्चाहरूलाई आइसक्रिम किनिदिएको छोराहरूलाई इन्जोय गर्दै बसेँ र फाइनली म घर पनि पुगेँ र मेरो बच्चा जसको फेसमा स्माइल देखेर म ह्याप्पी भएँ गुड नाइट मैले कहिले यो भ्रम पालेको छैन कि मलाई गुमाएपछि कसैले पछुताउँछ किनभने मान्छेहरूलाई अक्सर अर्को मान्छे भेटिहाल्छ तर म धेरै सोच्दिनँ म अघि बढिरहन्छु